खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने, पद गएपछि राजा चाहियो। अब जलवा है हमारा। सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री, तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ त्यसो कुरा, कहिले बिस्तारै हुन्छ। कहिले यो तिथि मिति गरेर त भन्नुपर्छ। मैले तपाईँसँग पर्यो नि, कहाँ किन पर्छ? जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मध्ये तपाईँ मन्त्री हुनुभयो होइन? मसान पनि आउँछन् भन्नुहुन्छ हो, बडो गजब सुनिन्छ है तपाईँहरूका कुरा। हामी धार्मिक मान्छे नि, धर्ममा विश्वास गर्ने, रीति धार्मिक हुनु त राम्रो, अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन। ये बड़ी अच्छी बात है। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? ये सारे जुल्म-झाल से दूर हूं मैं, इसलिए तो मशहूर हूं मैं, सही समय पे नहीं खा पाता, मजबूर हूं मैं। राजतन्त्र किन समाप्त गरे? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईहरुलाई राजा बनाउन। नेपालमा चित्त दुख्यो भने नि उत्तर दिनु हैन पर्छ। हैन नेपालमा कति राजा भए? अहिले त झन्डै 1000 जति। कार्यपालिका चाहिँ यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ रे। तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन तर नि। तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। त्यहाँ चाहिँ यिनले 5 मिनेट बोल्यो, 5 मिनेट जानेर चाहिँ आउन, अनि भूमिका भन्दाखेरि 5 मिनेट सक्यो। त्यस्तो चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त भने? मलाई त्यहाँ पठायो, छोडिदिनुस् न त्यो सभा। पाहाड छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर छैन, वामदेव अर्को अन्तर्वार्ता गर्दा तपाईलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दैन। मलाई नेताले बोलेको साँच्चै होइन, फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन मलाई। ये सारे जुल्म-झाल से दूर हूं मैं, इसलिए तो मशहूर हूं।